वेलकम टु नेपाल ड्राइभ दीपक सर। थ्याङ्क यू आशिष सर। अनि सन्चै हुनुहुन्छ होला? हजुर। फर्स्ट अफ अल हजुरको एउटा इन्ट्रोडक्सन, एउटा ब्रिफ इन्ट्रोडक्सन यसो गरिदिनुहोस् न। म दीपक, आइम टेकिङ केयर अफ अहिले Hyundai एज अ जनरल म्यानेजर। हाम्रो पेसेन्जर कार डिभिजनको चाहिँ मैले हेड गर्छु। ओके। अनि Hyundaiमा हजुर आबद्ध भएको कति वर्ष भयो? इट्स बिन लाइक मेरो अटोमोटिभको एक्सपिरियन्स त मोर देन 20 इयर्स भइसक्यो होइन। तर Hyundaiमा यही लक्ष्मी इन्टरकन्टिनेन्टलमा Hyundaiको फेरि मेरो दुईवटा एक्सपिरियन्स छ। Hyundaiमा आई स्टार्टेड माई करियर इट सेल्फ from Hyundai long time ago 2004 ma as a service advisor. I come from a technical background. I did my engineering, त्यसपछि MBA गरे. Then I started my job with Hyundai brand. अनि त्यसपछि in between I moved to different अरू ब्रान्डहरुमा automotive related. Again it's been like more than 12 years I'm associated with Lakshmi. अनि मलाई अर्को एउटा कुराहरुलाई सोध्नु पर्ने थियो। म जहिले सोध्नु पर्ने एउटा मैले चान्स पाएको थिइनँ के सुरुमा। अब हुँदा Hyundaiसँग त Hyundaiको पहिल्यै शोरूम त थापाथलीमा थियो नि त। सो व्हाई डिड यु चुज टु मेक अ EV डेडिकेटेड शोरूम रादर देन EV को त्यही पहिलाकै शोरूममा नभएर नयाँ शोरूम चाहिँ EV शोरूम चाहिँ किन राख्नु भयो होला? किन अरू ब्रान्डले त EV हुँदा पनि गरेन नि त। EV को लागि डेडिकेटेड चाहिँ Hyundaiले किन गर्यो? यस, यो क्वेसन चाहिँ अब हामीले धेरै नै सुनेको पनि छौँ होइन। भेरी अब कतिपय मान्छेलाई चाहिँ यो भेरी इलोजिकल लाग्दो रहेछ कि यही साइडमा शोरूम हुँदा हुन त अर्को ठाउँमा भइदिएको प्रब्ली त्यसले अलिकति सेन्स गर्थ्यो होला। 100 मिटरको डिस्टेन्समा चाहिँ किन दुईटा शोरूम, त्यो पनि थापाथली जस्तो ठाउँमा, विच इज लाइक सबै हिसाबले अपरेसन कस्ट एभ्रिथिङ इफ एज अ बिजनेस पर्सपेक्टिभबाट हेऱ्यो भने चाहिँ इट डजन्ट मेक एनी सेन्स होइन। कि त्यही चिजबाट हुनसक्ने चिज त यसले के पनि गर्दैन भन्ने कुरा। तर इट हेज लट टु डु विथ द विजन, हाउ वी सी द थिङ्स, हाउ आवर म्यानेजमेन्ट, हाउ वी पर्सिभ द थिङ्स, कसरी हामी हेर्छौँ भन्ने कुरा चाहिँ यसले जनाउँछ जस्तो। तर हाम्रो ओभरअल अन्डरस्ट्यान्डिङ के थियो भने वेन वी स्टार्टेड हाम्रो EV जर्नी, इलेक्ट्रिक मोबिलिटी एज अ सोल्युसन हुनुपर्छ नेपालमा भन्ने जर्नी, इट वाज ब्याक इन 2018। यसले चाहिँ एज अ सेन्स हामीलाई के दियो भने त्यतिखेर धेरै कुरा बुझ्न जरुरी थियो कि एज अ एडाप्टेसन। अब EVमा एडाप्टेसन गराउनुको लागि त्यतिखेर फोर्सफुली पिपलहरूलाई वी ह्याड टु डु लट अफ थिङ्स। हाम्रो नलेज बेस पिपलहरूमा बढाउनु पर्ने, हामी आफैमा त्यसमा कन्सन्ट्रेसन भएर गर्नुपर्ने। किनभने गाडी एज सच आइस गाडी एकदमै ह्युज अमाउन्टमा बिक्री भइरहेको थियो, EVको गाडीको पोर्टफोलियो एकदमै सानो थियो। त्यो कन्सन्ट्रेसन, त्यो सबै चिज मिस आउट हुन्छ भन्ने चाहिँ त्यो एज अ भिजन चाहिँ हामी चाहिँ एज अ इनिसियल फेजको एडाप्टेसनमा चाहिँ वी निड टु बी मोर फोकस्ड। त्यो नलेज बेसमा चाहिँ अझै बेसी थाहा पाउनुपर्छ कि हाम्रो पिपल होला, हाम्रो इन्फ्रास्ट्रक्चरले होला, अर नन भर्बल टाइप अफ कम्युनिकेसन वाट वी डु फर आवर कस्टमर, उनीहरूले त्यो टच एन्ड फिल त्यो सबै दिनको लागि चाहिँ इट वाज अल आइडिया बिहाइन्ड द्याट होइन। भनेपछि एज अ भिजन वाइज मैले कसरी बुझेको छु अथवा के बुझेको छु हाम्रो अटोमोटिभ सेक्टरलाई, हाम्रो ग्रुपले एटलिस्ट लक्ष्मी Hyundaiले चाहिँ भन्ने कुरा चाहिँ यसबाट एक उदाहरण हो जस्तो लाग्छ मलाई है। वन्स पिपल कम टु दिस शोरूम एक्सपिरियन्स गर्न पाए नि त। एक्ज्याक्टली, पिपलले त एक्सपिरियन्स गरे होइन एज अ कस्टमर पोइन्ट अफ भ्यूबाट। तर जुन हाम्रो स्टाफहरू नै यहाँ बसिसकेपछि उहाँले फिल जुन पाउनुहुन्छ, तपाईँले अब मेबी विल वक थ्रु होइन, यहाँ जुन चाहिँ ब्याट्री एलिमेन्ट राखेको छ, चार्जिङ एलिमेन्ट राखेको छ, अनि त्यसको बारेमा क्युरियोसिटी हुन्छ, त्यसको नलेज बेस पर्छ। अनि त्यो बढिसकेपछि अल्टिमेटली त्यसको जति मैले नलेज बस्यो एज अ अहिलेको बेलामा चाहिँ हाम्रो कुनै पनि सेल्स कन्सल्टेन्ट होस्, सर्भिस एडभाइजर होस्, त्यो उनीहरू नट ओन्ली एउटा पार्टमा चाहिँ उनीहरू एउटा डेजिग्नेसन मात्र बोकेको होइन कि उनीहरू एज अ कन्सल्टेन्ट पनि हो, राइट एडभाइस दिन सक्नुपर्छ भन्ने जस्तो लाग्छ होइन। उनीहरूको एडभाइसमा चाहिँ कस्टमरहरूले बाई गरेको छ नि त। कतिपयले त आफ्नो रिसर्च गर्नुहुन्छ, त्यो सबै चिज गर्नुहुन्छ, तर त्यो एडभाइस करेक्ट हुनको लागि चाहिँ त्यो नलेज बेस चाहिँ आउनुपर्छ भन्ने कुरा चाहिँ एज अ यसलाई चाहिँ फोकस्ड भएर हेर्नुपर्छ भन्ने हिसाबले चाहिँ दिस वाज अल आइडिया बिहाइन्ड। यदि नजिकै ल्याएर यही चिजमा त दुईवटा पोर्टफोलियोमा चाहिँ हुनुपर्छ, जसले गर्दाखेरि चाहिँ यसको स्किल बढ्छ, हाम्रो पिपलहरूले राइट यसमा चाहिँ मोर अफ नलेज पायो अझ बढी अझै फोकस हुने भयो अनि राइट सजेसन दिन सक्ने भयो। मेबी कोही कस्टमरलाई चाहिँ त्यो राइट चोइस अथवा मोबिलिटी चाहिँ EV हो कि आइस हो कि भन्ने कुरामा चाहिँ उसले त्यो एटलिस्ट इन्फर्मेसनलाई चाहिँ त्यसले सेग्रिगेट गरेर राइट एडभाइस दिन सक्छ भन्ने। त्यसो भए चाहिँ हजुरको डेडिकेटेड EV शोरूमको लागि डेडिकेटेड कन्सल्टेन्टै छ कि डु यु हेभ लाइक सेम आइसको र EVको मिक्सअप गरेर राख्नु भएको कि कन्सल्टेन्टहरू कस्तो हुन्छ? डेडिकेटेड EVको लागि पनि सेपरेट नै छ? यस, वी हेभ अ डेडिकेटेड वान होइन। कति चाहिँ सेयरिङ बेसिसमा पनि हुन्छ, तर कतिपय चाहिँ ओन्ली EVलाई हुन्छ होइन, जो चाहिँ EV। किनभने यहाँ हामीले टेक्निकल पिपल पनि राखेको छौँ जसले चाहिँ गएर किनभने एज अ अहिलेको कन्टेक्स्टमा EV लिँदाखेरि तपाईँले टेन्टेटिभली घरको इलेक्ट्रिकल सिस्टम पनि बुझ्न जरुरी छ कि
है हाम्रो घरमा चाहिँ 230 भोल्टको इलेक्ट्रिसिटी हुन्छ हैन कति एमएम को तार हुन्छ किनभने यसले विथड्र गर्ने पावर एउटा चीजमा हुन्छ 3 फेज हो कि सिंगल फेज हो कि मैले कसरी चार्ज गरौँ के गरौँ V = I/R पढेको चीज त्यो एटलिस्ट त्यसलाई अप्लाई गर्न इम्प्लिमेन्ट चाहिँ यसरी काम गर्छ है भन्ने बुझाउन जरुरी भएको हुनाले मिक्स अफ पिपल छ हैन जसले चाहिँ राइट एडभाइस दिन सक्छ भन्ने चाहिँ इट वाज अल आइडिया बिहाइन्ड दैट अनि EV प्लान्टको जस्ट हले हो EV प्लान्टको कुरा जस्ट छिराइसकेको कुरालाई मैले एउटा कुरा जस्तो अब यु आर गेटिङ अ क्रेटा EV राइट अब क्रेटा EV चाँडै आउँदैछ अब लगभग फागुनकै अन्तरमा आउँछ होला हैन अनि अब त्यसमा मेन त कुरा भने अब चाइनिजको मार्केट EV मार्केट एकदमै छ नि त नेपालमा मोनोपोली छ नि त म्याक्सिमम त अहिले अब त्यस्तो कम्पिटिसनको मार्केटमा यु आर गेटिङ अ क्रेटा EV त्यसको तपाईले के सोच्नु भएको छ लाइक के प्लान गर्नु भएको छ त्यसको भिजन के छ यसो तपाईले यसो भनिदिन सक्नुहुन्छ रिगार्डिङ सेलेक्सन अफ वर्ड मोनोपोली त म अझै पनि भन्दिनँ देयर आर सो मेनी मल्टिपल अप्सन्स हैन चाइनिज लट अफ चाइनाको अनि आई मिन टु से चाइनिज EV को मोनोपोली भन्न खोज्दा नट एज अ ब्रान्ड बट EV को एज अ ब्रान्ड सो मेनी ब्रान्ड्स इन EV सो मेनी ब्रान्डको अफरिङ छ अब यसको बावजुद हाम्रो चाहिँ अब क्रेटा EV मात्र नभनौँ होइन किनभने प्रिमियम सेगमेन्टमा चाहिँ वी अलरेडी ह्याड अ प्रोडक्ट अब अनफर्चुनेटली हाम्रो त्यो प्रिमियम सेगमेन्ट हुने बित्तिकै चाहिँ त्यो भोल्युम अलिकति भनेको जतिको त नहोला तर मास मार्केटको लागि चाहिँ जुन EV एज अ क्रेटा भएर आउँदैछ त्यो कन्टेस्टमा चाहिँ हाम्रो ओभरअल सोचेको चाहिँ के हो भने दिस इज गोइङ टु केटर हाम्रो मास मार्केटलाई अहिलेको लागि चाहिँ जुन प्रिमियम सेगमेन्टमा मात्र हामी बाँधिएर बस्नुपर्ने हाम्रो अनफर्चुनेटली त्यो सिचुएसन थियो यसबाट चाहिँ नाउ वी आर इन्टु मोर अफ मास पिपलको बिचमा चाहिँ पुग्दैछौँ होइन अपार्ट फ्रम काठमाडौँ मात्र नभइकन नेटवर्क रेस्ट अफ द नेपालको अरू टेरिटोरीमा हेरौँ त्यहाँ पनि इज मोर अचिभेबल भनौँ त्यहाँको कन्ज्युमरहरूको लागि पनि त्यहाँको कस्टमरलाई पनि यो ब्रान्ड अथवा यो मोडल यो चाहिँ राइटफुल चोइस हुन सक्ने चाहिँ फुल पोटेन्सियल लिएर क्रेटा EV चाहिँ आफैमा एउटा तयार भएको छ सो वी आर प्रिटी एक्साइटेड त्यो गाडीलाई चाहिँ कति चाँडोभन्दा चाँडो नेपालमा ल्याउन गर्न सकियोस् अब त्यो कन्टेस्टमा चाहिँ हामीले यस डेफिनेटली यसमा वी आर एक्साइटेड भन्छु म चाहिँ अब त्यही त अब क्रेटा पहिले अब आइसमा राम्रो गरेर मार्केट राम्रो गरेर नि त मार्केट लिइरहेको थियो भने त अफकोर्स क्रेटा EV पनि राम्रै गर्छ भन्ने हाम्रो पनि एउटा जिज्ञासा त्यही नै छ क्या हाम्रो अब मिडियामा पनि अहिले सबै मिडियामा त्यही अब क्रेटा EV कै म्याक्सिमम चर्चा भइरहेछ नि त सो त्यसले गर्दा अब होपफुली राम्रै गर्छ होला होइन अनि अर्को जस मलाई अहिले कुरै कुरामा सोद्धाखेरि चाहिँ अब नेपालको वान एन्ड ओन्ली एसएमएल प्लान्ट भनेको हुन्डाईको मात्र छ नि त त्यो चाहिँ अहिले फर्स्टमा चाहिँ अहिले आएको चाहिँ भेन्यूबाट स्टार्ट भयो नि त अब फ्युचरमा कुन ब्रान्डहरू आउँछ कुन प्रोडक्टहरू आउँछ हैन अनि अपार्ट फ्रम द्याट फ्युचर टाइममा विल नेपालको मार्केटले एक्सपेक्ट गर्न सक्छ होला EV को प्लान्ट पनि हुन्डाले असेम्बल गर्छ भनेर वाइ नट भनिहालेँ मैले भने दुईटा चिजमा चाहिँ हामीले पब्लिकलाई अर मेजरली पब्लिक भन्दा नि कम्पिटिसनलाई ऱ्यासनलाइज गर्न सकिरहेछन् एउटा इज प्रब्लम दिस सोरुम अनदर इज आवर assembly factory कसैले स्टार्ट गर्नु भएको छैन बिकज इट डजन्ट लुक फिजिबल एट अल फोर व्हीलरमा चाहिँ तपाईको मात्र फोर व्हीलर टु व्हीलरमा होला कुड बी सम एडभान्टेजेस हैन फोर व्हीलरमा चाहिँ छैन हैन तर यो किन गरेको भनेको चाहिँ यो हाम्रो फर्दर एक स्टेप अहेड किनभने लक्ष्मी ग्रुपकै तपाईले एकचोटि हेर्नु भने दे बिलिभ इन प्रोडक्सन अथवा यो सबै चिजमा चाहिँ हामी वी कम फ्रम अ लोकल प्रोडक्सन ब्याकग्राउन्ड हैन यहाँ हुनुपर्छ यही बन्नुपर्छ भन्ने कुरामा अनि ह्युन्डाईको पनि आफैले हेर्नुहुन्छ भने ह्युन्डाई दे स्टार्टेड विथ एसेम्बली फ्याक्ट्री अफ फोर्डबाट ल्याएर सामान गरेर उसले एसेम्बल गर्ने उसको जर्नी पनि उसले त्यसरी स्टार्ट गरेको त्यतिखेर उसको पनि त्यही च्यालेन्ज थियो होला उसको पिपलले पनि सोध्यो होला फोर्डको ल्याएर एसेम्बल गरेर गरेछ यो के पनि बेनिफिट छैन वाइ यो स्टार्टेड भन्ने त लट अफ क्वेसन्स उनीहरूले फेस गर्यो होला हाम्रोवाला पनि वी आर फेसिङ सिमिलर काइन्ड अफ क्वेसन होइन किनभने कसैले भन्नुहुन्छ नेपालमा एसेम्बल गरेर के भयो त यसबाट त हामीले त केही पनि पाएनौँ भने यहाँ त बन्ने ठाउँ त हो नि भन्ने कुरा द्याट इज त्यो डिफरेन्स कहाँ छ भने त्यो वर्कसप versus assembly factory is totally different. मेन क्लियरिफिकेसन चाहिँ त्यो एउटा गरिदिनुस् न अहिले जुन नेपालको मार्केटमा नेपालमै असेम्बल भएको गाडी किन यति छ यो किन सस्तो छैन अझ भन्छ कुरा आउँछ नि सो त्यसो एउटा क्लियरिफिकेसन मात्र एउटाले बनिहाल्यो नि हुन्छ नि हाम्रो भ्युअर्सहरूलाई सब के क्लियरिफिकेसन गरिदिन सक्नुहुन्छ जस्तो पर्सेप्सन के भइदियो भने चाहिँ मैले एसेम्बल किट ल्याउँदाखेरि चाहिँ मैले पार्ट्सको ड्युटीमा ल्याउँछु है भन्ने चाहिँ धेरै जसोको माइन्डसेट छ कि जुन चाहिँ सिग्निफिकेन्टली चिपर छ हाम्रोमा चाहिँ त्यो पार्ट्सको ड्युटीमा ल्याइदैन क्या स्पेयर पार्ट्सको ड्युटीको अन्तरमा चाहिँ यो किट भनेर आउँदैन हामीले त पार्ट ल्याएर जोडेपछि त सस्तो बन्नुपर्ने लजिकली त हो 260% गाडीमा छ पार्ट्सको त सिग्निफिकेन्टली
पार्ट्स ल्याउने त सस्तो हुनुपर्ने तर एसेम्ब्लीको चाहिँ आफ्नै एउटा हाम्रो अब यसको चाहिँ इम्पोर्ट ट्याक्सेसन सिस्टम छ ओभरअल अब स्लट बाई स्लट त मैले भनेन तर ओभरअलमा के बुझ्नु भने टेन्टेटिभली 20 देखि 21% मात्रको एडभान्टेज आउँछ होला क्या मेरो विचारमा एसेम्बल गऱ्यो भने गाडी 4 व्हिलर आजको दिनमा भेरी लो छ यसमध्येमा त त्यही भएर त कसैले गर्नुभएको छ त्यसमध्येमा 10% त हामीले कन्ज्युमरलाई नै पास अन गरेको छौँ त्यो पनि हुनुपर्छ भन्ने कुरा रिमेनिङ 10%बाट त अब फ्याक्ट्री ओभरहेड चलाउनु पर्यो यसको फर्दर प्रोसेसमा जानु पर्यो यसको एडभान्समेन्टमा त्यसो त किन राखेको भन्ने कुरा हुने भयो कि यो बुझाउने बित्तिकै त्यहाँ अर्को गाह्रो हुने भयो अनि किन राखेको त नि त्यस्तो हो यो राखेको रिजन इज लङ टर्म भिजन छ सबैले त्यसरी राखेको थियो एन्टायर वर्ल्डमा अहिले सबैतिर एसेम्बल फ्याक्ट्री छ प्रोटोनले पनि मलेसियामा त एसेम्बल फ्याक्ट्रीबाट सुरु गरेको परुडुवाले डायासुकोबाट एसेम्बल फ्याक्ट्रीबाट सुरु गरेको इनिसियल जर्नी त्यस्तै हुन्छ होइन अनि वान्स त्यो गरेपछि नलेज ट्रान्सफर हुन्छ त्यो गर्ने तरिका थाहा हुन्छ प्रोसेस थाहा हुन्छ अनि बिस्तारै त्यसमा चाहिँ हुन्छ तर मैले जति नै फ्याक्ट्री गरेँ पनि गर्ने चाहिँ एसेम्बलले हो है फेरि एन्टायर फ्याक्ट्रीमा अब आजको दिनमा चाहिँ गएर मैले इभी तपाईँले जुन इनिसियल क्वेसन सोध्नुभयो इभी चाहिँ यहाँ हुन सक्ने चान्स छ कि छैन भन्दाखेरि अहिलेको कन्टेस्टमा चाहिँ इभी किनभने इभीको ड्युटी आफैमा धेरै महँगो छैन नि त छैन होइन त्यो नै उसमा भयो र त्यसको चाहिँ इम्पोर्ट गर्ने चाहिँ जुन ब्याट्रीको त्यसमा लाग्ने कम्पोनेन्टहरूको चाहिँ त्यो च्यालेन्जेसहरू छ सो यो अलिकति लजिस्टिक र यो लजिस्टिक अथवा अरू कस्ट च्यालेन्जले गर्दाखेरि चाहिँ इभी आजको दिनसम्ममा चाहिँ एकदम लजिकली एसेम्बल गर्नको लागि चाहिँ त्यो डिफ्रेन्सिएसन क्रिएट गर्न सकेको छैन तर स्टिल वी वर्किङ वी ट्राइङ टु अप्टिमाइज के कसरी हुनसक्छ तर भेरी सुन यो चाहिँ हुनु चाहिँ पर्ने हो भने टाइम फ्रेम हेर्दा 2-3 वर्ष प्रब्लम त्योभन्दा अर्ली पनि हुन सक्ला है इट डिपेन्ड्स अपन सरकारले कतिको एउटा पार्टमा त्यसमा सपोर्ट दिने हो दोस्रो कुरो चाहिँ इभीको ट्याक्सेसन सिस्टम कस्तो हुन्छ त्यसमा चाहिँ एकदम डिपेन्ड हुन्छ ओके अनि कमिङ ब्याक टु द क्रेटा इलेक्ट्रिक होइन अब क्रेटा इलेक्ट्रिक अब कतिवटा भेरिएन्टमा आउँदै सबै भेरिएन्टमा ल्याउनु हुन्छ कि अनि कतिवटा ब्याट्री क्यापेसिटी यस हामीसँग इन्डियामा 2टा ब्याट्री प्याकमा छ एउटा रेगुलर ब्याट्री प्याक विच इज 42 किलोवाट अर्को चाहिँ अराउन्ड 51 को छ होइन यो 2टै ब्याट्री प्याकमाको चाहिँ हामीसँग जुन हुने अप्सन अभाइलेबल छ 51 कोमा चाहिँ 2टा ट्रिम अभाइलेबल छ भने 42 मा चाहिँ 4वटा ट्रिम छ हामीले चाहिँ अलमोस्ट दुईटै ब्याट्री प्याकको चाहिँ ल्याउँछ दुईटै ब्याट्री प्याक सबै भेरिएन्टै आउँछ सबै भेरिएन्टमा चाहिँ एउटा भेरिएन्ट चाहिँ त्यतिको लजिकल अब नेपालीहरूको किनभने धेरै ट्याक्स डिफरेन्स छैन नि त नेपालको कन्ज्युमरहरूलाई चाहिँ अप्सन ओरिएन्टेडै हुनुहुन्छ कि जहिले आयो भने अलिकति अप्सन चाहिँ होस् भन्ने हिसाबले चाहिँ प्रब्लम हायर भेरिएन्टै ल्याइन्छ होला ओके टकिङ अबाउट 42 किलोवाटको जुन ब्याट्री क्यापेसिटीको आउँदैछ नि इज इट लाइक जस्टिफाएबल अर भाइबल फर द निप्लिज इभी मार्केट यहाँ नेपालको मार्केटको लागि यस म यसमा चाहिँ मैले यस मात्र भन्नु सक्छ बरु आई वान्ट टु टेक यु थ्रु हाम्रो ब्याट्री के कस्तो छ किन ब्याट्री केमिस्ट्री पनि बुझ्न एकदमै जरुरी छ होइन अनि त्यसमा मेबी आई टेक यु थ्रु लेट मी टेक यु थ्रु द्याट अनि म बुझाउँला नि हामी एकछिन तल गएर चाहिँ हेरौँ न तल गएर हेरौँ सो दिस इज ब्याट्री हाम्रो ब्याट्री बुझ्नुको अगाडि चाहिँ ब्याट्री केमिस्ट्री बुझ्नु एकदमै जरुरी छ होइन नेपालमा युजली आउने चाहिँ 2 प्रकारको ब्याट्री प्याकहरू आइरहेको छ एउटा इज एलएफपी एउटा चाहिँ एनएमसी सो दिस इज हाउ एनएमसी ब्याट्री लुक्स लाइक होइन एनएमसी ब्याट्रीमा चाहिँ यसमा धेरै कम्पोनेन्टहरू हुन्छ लिथियम आयन त आफ्नो ठाउँमा भइहाल्यो तर मेजरली यसको क्याथोड भनेको चाहिँ यो भित्र जुन ब्याट्री सेल हुन्छ यसको क्याथोड इज यसमा चाहिँ निकल कोबाल्ट र म्याग्निजको मात्रा एकदमै बेसी हुन्छ त्यसले गर्दाखेरि चाहिँ मोर अफ मेटल मोर अफ डेन्सिटी एनर्जी डेन्सिटी चाहिँ हाई हुन्छ अनि यो एनर्जी डेन्सिटी हाई हुँदाखेरि चाहिँ यसको प्रोज भनेको चाहिँ सानो ब्याट्री प्याकमा पनि धेरै एनर्जी पस्यो एउटा त होइन अब तर यसको लागि चाहिँ फेरि यसको कन्जहरू भनेको चाहिँ यसको चाहिँ अब जति एनर्जी भयो हिट त हुन सक्ने भयो नि त त्यो हिटको लागि चाहिँ एकदम रोबस्ट राम्रो व्यवस्था भएको हुनुपर्छ विच इज अलरेडी अब इन्डियामा चाहिँ पहिलेदेखि नै प्रुभेन छ जुन चाहिँ हाम्रो कुलिङ लाइनहरू छ यो सबै सेन्सर्सहरू यो जसले गाइड गरेको छ यो सबै चिजले चाहिँ फुल प्रोटेक्सन दिएको हुन्छ इफ इन केस कुनै फङ्सनमा अनि हाम्रो क्रेटा इभीमा पनि आउने ब्याट्री भनेको चाहिँ सेम यही नै हो यस अब हाम्रो क्रेटा इभीमा पनि एनएमसी ब्याट्री आउँछ सो दिस इज अर्को कुरा जुन तपाईँको यो जस्तो यो ब्याट्री नै हाल्छ क्रेटा इलेक्ट्रिकमा जुन फिट इन भएर आउँछ नि सो तपाईँको ग्राउन्ड क्लियरेन्सको उसमा कतिको फरक पर्छ के हो त्यसो हाम्रो भ्युअर्सलाई यसरी यस 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 भेरी राइटली पोइन्टेड पनि होइन किनभने यो ब्याट्री नै हेर्दा यस्तो ठुलो छ होइन यसलाई फिट इन भएपछि चाहिँ तल ग्राउन्ड क्लियरेन्स यसमा कति हुन्छ भन्ने चाहिँ क्युरियोसिटी धेरैजनाको छ हाम्रो अब अहिलेकोमा चाहिँ यही चिज योलाई चाहिँ काउन्टर मेजर गर्नको लागि चाहिँ नर्मल आइस प्लेटफर्म
जुन क्रेटा छ त्योभन्दा चाहिँ 10 mm चाहिँ हाम्रो ग्राउन्ड क्लियरेन्स हाई छ है भनेको 200 mm छ तर क्रिटिकली अझै पनि बुझ्नुपर्ने कुरा के हो भन्ने जस्तो लाग्छ भने मलाई चाहिँ हामीले अलि पहिलादेखि पनि अलिकति कन्ज्युमरमा अवेयर गराएर छौँ ग्राउन्ड क्लियरेन्स मात्र चाहिँ फ्याक्टर होइन है यु निड टु चेक विल बेस पनि ग्राउन्ड क्लियरेन्स हाम्रो यो 200 mm त छँदैछ तर त्यसभन्दा बाहेकको चाहिँ विल बेसको कारणले यसले जुन बनाउँछ ब्रेक ओभर एङ्गल त्यो इज भेरी क्रिटिकली इम्पोर्टेन्ट है जुन चाहिँ हाम्रो धेरै जसोले मिस आउट गर्नुहुन्छ यदि ब्रेक ओभर एङ्गल यहाँदेखि यहाँसम्मको यो एङ्गल जुन बन्छ द्याट इज अ ब्रेक ओभर एङ्गल त्यो चाहिँ हाम्रो मोर देन 17.2 देखि 17.3 डिग्रीको टु बी एक्ज्याक्ट त्यो वाला छ यसमा भनेपछि यसले जस्तो पनि अफ रोडिङहरू चाहिँ म्यानुभर गर्न सक्ने भयो सो रेन्जको एङ्जाइटीको पोर्सनमा चाहिँ क्रेटामा के कस्तो छ भन्ने कुरा चाहिँ लेट मी टेक यु थ्रु वान अफ हाम्रो चार्जर होइन त्यसमा म तपाईँलाई बुझाउँछु होइन एसीबाट नै तपाईँले 11 किलोवाट पनि अचिभ गर्न सकिन्छ जुन चाहिँ 4 आवर्समा चाहिँ यसले कम्प्लिटली चार्ज गर्न सक्यो त्यसले गर्दाखेरि चाहिँ अर्को एङ्जाइटी जुन चाहिँ मान्छेलाई हुन्छ मलाई चाहिँ डिसी नै जानु पर्यो डिसी स्टेसनै जानु पर्यो भने चाँडो गर्नलाई त्यसमा डिसीमा मात्र डिपेन्डेन्ट हुनुपर्ने छैन तपाईँले रेस्ट गरिरहेको बेलामा 2 घन्टा कुनै रेस्टुरेन्टमा मात्र नि गर्दाखेरि पनि मोस्ट अफ द रेस्टुरेन्ट दे हेभ 400 भोल्ट होइन त्यसैबाट पनि चार्ज हुनु इभन हाइवेमा पनि त्यो भएर डिसी नै गर्नेवाला त्यो एङ्जाइटी पनि यसले कम गर्छ अब डिसी आफैमा त सपोर्ट गरिहाल्ने भइहाल्यो होइन डिसीको सपोर्ट अहिले 50 को छ बट इट क्यान बी एक्सटेन्डेड अप टु 100 पनि तर अन एन एभरेज त्यो एङ्जाइटीको पोर्सन पनि यसले कम गर्छ एउटा सानो कुरा मैले आई डोन्ट नो वेदर यु क्यान डिस्क्लोज अर नट होइन आई जस्ट वान्टेड टु नो वाट इज द रेन्ज प्राइस रेन्ज फर द क्रेटा इभी विच विल बी एक्सपेक्टेड सुन within a few weeks I guess के होला कति होला किलोमिटर रेन्ज चाहिँ म ठ्याक्कै भन्दिनँ तर रेन्ज भन्दिनुहुन्छ तर प्राइस नभन्नु प्राइसमा यसो प्राइस पनि यस अब 55 बिलो यस हामीले हाम्रो अल आवर एफोर्ट इज इन्टु द्याट होइन किनभने अहिले most of the people are buying EV all because of the price. Price, range, ground clearance, तीनटा major कुरा. So we have rest up अरू सबै चिजमा छ इभन प्राइसमा पनि उहाँहरूको एक्सपेक्टेसनलाई चाहिँ मिट गर्ने प्राइस चाहिँ we will bring that is our main कुरा हो त्यही हो भन्छु म चाहिँ अहिलेलाई. So मैले we can expect below 55. Yes, hopefully yes. त्यही भने अहिले चाहिँ. त्यही हो अब हाम्रो एन्ड अफ यसमै सकिन्छ. Thank you so much. Thank you so much, Asita sir, for giving me this opportunity. जुन चाहिँ हामीले at least तपाईको It's a pleasure for us as well to take an interview of you. तपाईँको Creta EV आउँदैछ. Yes. Best wishes. Thank you.